यो भिडियो हेर्न नछुटाउनु होला। यो घरमै बनेको अमला प्रास हो। यसले धेरै प्रकारका रोगहरू लाग्नुबाट बचाउँछ। यसले यो जाडोमा सर्दी खोकी लाग्नुबाट बचाउँछ। लागेको छ भने पनि चट्टै निको पार्छ। यो कसरी बनेको रहेछ हेरौँ ल। यसको लागि गरम मसला यसरी हल्का भुटेर पिस्ने अनि छान्ने, अनि अमला स्टिम गरेर बीज निकाल्ने, अनि तुलसीको पत्ता हो है, यो तुलसीको पत्तासँग मिक्सरमा पिसदिने, एकदम पेस्ट बनाएर अनि एउटा भाँडा तताएर भाँडामा बसाउने, अनि यसलाई चलाउने। यसलाई 4-5 मिनटसम्म यसरी नै पकाइराख्ने। यसको यतिको रातो भएपछि अनि गुड राखिदिने। अनि 1 किलो अमलामा 1 किलो गुड छ। यसलाई मजाले पगाल्ने, पगालेर मजाले पकाउँदै चलाउँदै जाने, सानो मिडियम आँचमा पकाउने। अनि यो मैले जडीबुटी पनि राखेको छु है। यो बत्तिसा पाउडर भनिन्छ यसलाई, आयुर्वेदिक जडीबुटी हो। 2 चम्चा जति राखेको छ। यसलाई मजाले पकाउने, पकाउँदै जाने, यस्तो कालो हुँदै जान्छ हैन। मजाले पानी सुकाउने, अनि यसमा मरिच पाउडर, सोंठ पाउडर, अघि पिसेको गरम मसला, अनि 1 चम्ची घिउ राखेर पकाउने, अनि बिरे नुन पनि 1 चम्ची राखिदिने, अनि अन्तिममा चाहिँ जायफलको अलिकति धुलो आधी चम्ची जति राखिदिने। अनि एकदम राम्रो, एकदम औषधि नै बनेर आयो यो। एकदम सेन्ट हरर आएको छ, एकदम टेस्टी छ यो। अनि एउटा सिसाको बोतलमा हालेर राखिदिने, अनि 6-7 महिनासम्म पनि एकदमै बिग्रिँदैन। यसले चाहिँ एकदम औषधिकै काम गर्छ। हामीले त खाइरहेछौँ यसरी। हजुरहरू पनि ट्राई गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। सब्सक्राइब, लाइक गरेर सपोर्ट गरिदिनु होला।